हामी सुरक्षाकर्मीलाई पनि साह्रै सहयोग गर्नुभयो। मतदाताको हिसाबले, उम्मेदवारको हिसाबले, कार्यकर्ताको हिसाबले हरेक दल, हरेक पार्टी, स्वतन्त्र सबै उम्मेदवारहरूले तह तबका हाम्रो व्यवस्थापन पक्ष सबैले चाहिँ सुरक्षाको गम्भीरतालाई बुझेर त्यही अनुसार चाहिँ हामीलाई सहयोग गरिदिनु भएकोमा म विशेष धन्यवाद दिन चाहन्छु। यति बेला हामी झापा क्षेत्र नम्बर 5 मा छौँ। झापा क्षेत्र नम्बर 5 बाट भर्खर मात्रै बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहेका बालेन शाह विजय भएर गइसक्नु भएको छ। यहाँको सुरक्षा कमान्ड वसुन्धरा खड्काले सम्हाल्नु भएको थियो। एकदमै शान्तपूर्वक यो निर्वाचन सम्पन्न गर्नु भएको छ। के भन्नुहुन्छ वसुन्धरा म्याम? सर्वप्रथम त म धन्यवाद दिन चाहन्छु। तपाईँ मिडियाकर्मीले पनि साह्रै साथ दिनुभयो। झापा जिल्लाको चुनाव गराउनको लागि चुनौतीहरू थिए, तर त्यो चुनौतीलाई सामना गर्नको लागि नेपाल प्रहरी सँगसँगै जिल्लाको सिङ्गो सुरक्षा टिम थियो। जिल्ला सुरक्षा समितिको समन्वय अथवा भनौँ नेतृत्वमा हाम्रो टिम थियो। त्यो टिमले एकीकृत सुरक्षा योजना अनुसार नै हामीले काम गर्यौँ। यसमा त हामीले विशेषतः पुलिसले, नेपाल प्रहरीको झापा प्रहरीले 3टा स्ट्राटेजी अपनाएको थियो। एउटा हामीले इन्टेलिजेन्स प्रिभेन्टिभ पुलिसिङ गर्यौँ, जसमा सूचना सङ्कलन, विश्लेषण र हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूलाई विश्लेषण गर्यौँ र त्यसै अनुसार भिजिबल पुलिसिङ भनेर हामीले भएको आफ्नो जनशक्तिको अप्टिमम युटिलाइज गरेर त्यो रिसोर्सलाई भिजिबल पुलिसिङ अन्तर्गत हामीले खटायौँ र त्यसपछि भनेको कुनै त्यस्ता घटना घटिहालेमा त्यस्ता घटनाको तुरुन्तै रेस्पोन्स हुने गरिकन ऱ्यापिड रेस्पोन्स पनि हाम्रो पुलिसिङको स्ट्राटेजीमा थियो। यही 3टा स्ट्राटेजीमा आधारित रहेर हामीले झापा जिल्लाको चाहिँ सुरक्षाको रणनीति बनाएका थियौँ र त्यो रणनीति अनुसार नै हामीले यो चुनावलाई सम्पन्न गरायौँ। आजको यो माहौल पनि वसुन्धरा खड्का भन्ने बित्तिकै चुनौतीहरूलाई चाहिँ राम्रोसँग त्यसलाई सामना गर्न सक्ने एउटा कमान्डरको रूपमा लिइन्छ। तपाईँको चर्चा जति यो चुनावको चर्चा भयो त्यतिकै कमान्डरको रूपमा तपाईँको पनि देशव्यापी रूपमा चर्चा भयो र यहाँ बालेन शाह र केपी शर्मा ओली जस्ता नेता एकै ठाउँबाट चुनाव लड्दै गर्दा सुरक्षाको दृष्टिकोणले तपाईँ आफू यहाँको कमान्ड सम्हालिराख्दा कतिको चुनौती थियो? त्यो विषयमा चाहिँ नि हेर्नुहोस् है, चुनौती धेरै कुराको हुन्छ। एउटा जिल्लाको चुनौती, एउटा भूगोलको, अब यो क्षेत्रको हिसाबले हुन्छ। चुनावमा मतदान स्थलको चुनौतीको विषय हुन्छ भने उम्मेदवारको आफ्नो एउटा जुन हेभी वेट हुनुहुन्छ त्यो वेटेजको आधारमा पनि चुनौतीका चाहिँ नि दायराहरू हुन्छन्। त्यस हिसाबमा हामीले तत्त विषयमा कहाँ चुनौती छ भनेर त्यसको आङ्कलन गरेर त्यही अनुसार नै आफ्नो डिप्लोयमेन्टहरू, आफ्नो अपरेसनल प्लानहरू बनाएको भएर आज सक्सेसफुल इलेक्सन अन्तिममा भनिदिनुहोस्, सम्पन्न गरिसक्नु भएको छ। अहिलेसम्म त्यस्तो केही पनि दुर्घटना भएको छैन। अब तपाईँ पनि सम्भवतः यो निर्वाचन क्षेत्र छोडेर आफ्नो कार्यस्थलतर्फ जाँदै हुनुहुन्छ। के भन्नुहुन्छ? म फेरि पनि धन्यवाद दिन चाहन्छु झापाको जिल्लावासीले जसरी उम्मेदवारहरूलाई आफ्नो मत दिनुभयो, आफ्नो मताधिकार प्रयोग गर्नुभयो। हामी सुरक्षाकर्मीलाई पनि साह्रै सहयोग गर्नुभयो। मतदाता